जीवनमा सफल हुनको लागि एउटा सिक्नै पर्ने कुरा मध्ये गोप्य कुरा लुकाउनु पनि हो। यस्तो गोप्य कुरा जुन अरूलाई सुनाउँदा जिन्दगी बर्बाद हुन सक्छ, जीवन असफल हुन सक्छ। संसार परिवर्तनशील छ, समय बदलिन्छ, समयसँगै ठाउँ, परिस्थिति अनि मान्छेहरू बदलिन्छन्। आजको मित्र भोलि शत्रु हुन सक्छन्। आज हाम्रो नजिकको मान्छे पनि भोलि गएर हामीलाई नै घात गर्न सक्छ। मान्छेहरूले तपाईको कमजोरी खोजिरहेका हुन्छन्। उनीहरू नजिक आउँदा तपाईको आफ्नो भएर आउँछन्। जब उनीहरूले तपाईको कमजोरी भेटाउँछन्, त्यति बेला उनीहरूले नै दुःख दिन थाल्छन्। त्यसकारण तपाई हरेक मान्छेलाई आफू जस्तै नसोच्नुहोस्। हरेक व्यक्ति तपाई जस्तै इमानदार हुँदैनन्। तपाईको इमानदारिताको फाइदा लिन धेरै मान्छेले खोजिरहेका हुन्छन्। त्यसैले सबैलाई सबै कुरा भन्न आवश्यक हुँदैन र भन्नु हुँदैन। कति कुरा यस्ता हुन्छन् जुन कुरा गोप्य राख्नु पर्ने हुन्छ। गोप्य राख्न सकिएन भने असफल मात्र होइन, तपाईको जीवन बर्बाद बनाउन सक्छ। दार्शनिक एरिस्टोटलले भनेका छन्, मान्छे राजनीतिक प्राणी हो किनकि उसँग विचार छ। त्यसैले हरेक मान्छेले अरूलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छ या मैले भनेको मानोस् भन्ने हुन्छ। त्यसैले हरेक मान्छेले अरूलाई कमजोर बनाउन खोज्छ। त्यसैले कमजोर बनाउनको लागि, आफ्नो नियन्त्रणमा राख्नको लागि मान्छेको कमजोरी र गल्तीहरूको सहारा लिन्छ। त्यसैले केही कुराहरू गोप्य राख्नु पर्ने हुन्छ। त्यस्तो कुरा जसले तपाईलाई असफल बनाउन सक्छ। त्यस्तो 7 कुराहरू छन् जुन गोप्य राख्न सक्नुभयो भने सफल हुन सक्नुहुन्छ। नम्बर 1, आफ्नो योजनाहरू कसैलाई नभन्नुहोस्। तपाई लामो जीवनको यात्रा गर्नुहुन्छ भने आफ्नो योजना कहिल्यै नभन्नुहोस्। साइकोलोजीले पनि भन्छ, यदि हामीले आफ्नो प्लान सुनायौं भने अगाडि बढ्नलाई मोटिभेसन हुँदैन। आफ्नो प्लानले इनर्जी दिँदैन। अर्को कुरा, आज तपाईसँग भएको मान्छेहरू भोलि बदलिन सक्छन्। त्यस्तो अवस्थामा तपाईको प्लानलाई अवरोध गर्न सक्छन्। तपाईले आफ्नो प्लान बताउनु भयो तर त्यसलाई पूरा गर्न सक्नु भएन भने अरूले तपाईलाई हेप्छन्। त्यसैले आफ्नो प्लान कहिल्यै नबताउनुहोस्। नम्बर 2, आफ्नो कमजोरीहरूलाई नबताउनुहोस्। आफ्नो कमजोरी सुनाउँदा सुरुमा ठिकै लाग्छ, तर पछि गएर हामीलाई नराम्रो देख्न थाल्छन्। आफ्नो वरिपरि भएको 90% मान्छे नकारात्मक हुन्छन्, जसले तपाईको कमजोरीहरू पर्खिरहेका हुन्छन्। त्यही कमजोरी प्रयोग गरेर तपाईलाई असफल बनाउन सक्छन् र नियन्त्रण गर्न सक्छन्। त्यसैले आफ्नो कमजोरी कहिल्यै नबताउनुहोस्। कुनै मानिस तपाईको कमजोरी पत्ता लगाउनको लागि नै नजिक भएका हुन्छन्। हरेक व्यक्तिमा एउटा न एउटा कमजोरी रहेका हुन्छन्। त्यस्तो कमजोरी कहिल्यै नबताउनुहोस्। यदि बताउनु भयो भने त्यही कमजोरी प्रयोग गरेर तपाईलाई नियन्त्रण गर्न सक्छन्। तपाईमाथि षड्यन्त्र रोज्न सक्छन्। नम्बर 3, आफ्नो असफलतालाई अरूलाई नभन्नुहोस्। आफ्नो असफलताको कुरा कहीँ कतै लेसनको लागि, प्रेरणाको लागि भन्दा हुन्छ, तर अरू ठाउँमा भन्नु राम्रो हुँदैन। तपाईले असफलताको कुरालाई भन्नुभयो भने तपाईलाई कमजोर सोच्न थाल्छ र तपाईलाई अवसरहरू पनि दिँदैन। तपाईको असफलतालाई लिएर तपाईलाई जज गर्न सक्छन् र तपाईलाई भ्यालु दिँदैनन्। नम्बर 4, आफ्नो आम्दानी र आम्दानीको स्रोत कसैलाई नभन्नुहोस्। मान्छे सम्बन्धको पछि होइन, पैसाको पछि भाग्ने गर्छन्। तपाई धनी हुनुहुन्छ भने तपाईको पछि लाग्छन्, सम्मान गर्छन्, तर तपाईसँग न्यून आय सम्पत्ति छ भने तपाईसँग संगत गर्न पनि छोडिदिन्छन्। तपाईको पैसा धेरै छ र अरूलाई सुनाउनु भयो भने तपाईलाई पैसा माग्न धेरै आउन सक्छन् र चोरी पनि हुन सक्छ। पैसा नभएको कुरा सुनाउनु भयो भने तपाईलाई खेली उडाउन सक्छन्। यदि तपाईले आम्दानीको स्रोत बताउनु भयो भने अरू मान्छेहरूले तपाईको आम्दानीको स्रोत प्रयोग गर्न सक्छन्, जसले तपाईलाई धेरै नोक्सान हुन सक्छ। नम्बर 5, तपाईको अर्को मुभ, नेक्स्ट मुभ कहिल्यै नभन्नुहोस्।
मान्छेहरू हाम्रो नेक्स्ट मुभ सुनेर खुसी हुँदैनन्, बरु ईर्ष्या हुन्छन्। कसैले जलन हुन थाल्छ, त्यसैले अर्को दिनमा के गर्दैछ, अर्को दिनमा कहाँ जाँदैछ कहिले बताउनु हुँदैन। हामीले असफल बनाउन सक्छन्। नम्बर 6, पारिवारिक कलह छ भने त्यसलाई कहिल्यै नभन्नुहोस्। तपाईले पारिवारिक कलह झगडा कहिल्यै भन्नु हुँदैन। यदि भन्नुभयो भने त्यसको असर तपाईलाई नै पर्छ। तपाईको पारिवारिक समस्याको फाइदा अरूले लिन सक्छन्। अरूले तपाईको परिवारमा अझ बढी झगडाको बिउ रोपिदिन सक्छन्। तपाईले नजिकको साथी भनेर सुनाउनुहुन्छ, तर सुनाएको व्यक्तिले लुकाउन सक्दैनन् अनि चारैतिर हल्ला गर्न सक्छन्। नम्बर 7, आफ्नो सफलताको रहस्य अरूलाई भन्नु हुँदैन। आफ्नो सफलताको रहस्य भन्नुभयो भने तपाईलाई मन नपराउनेहरूले तपाईको सफलतामा बाधा पुर्याउन सक्छन्। बाधा नपुर्याए पनि तपाईको नक्कल गरेर तपाईको सफलतालाई असर पुर्याउन सक्छन् अनि मबाट सिकेको भनेर अरूसामु मजाकको पात्र बनाउन सक्छन्।